हेलो नमस्ते अनि फ्याबुलस सबैजनालाई अनि हजुरहरूलाई मेरो भिलेज छोरी लाइभ पेजमा स्वागत छ। अनि हामी चाहिँ आज आमा छोरी चाहिँ पुराणमा जाँदैछौँ है। अनि दुईजना है, आज चाहिँ एकदमै चिसो भइरहेको छ नि त, त्यही भएर चाहिँ हामी चाहिँ सालहरू ओढिकन जाँदैछौँ। अनि हामी चाहिँ गाउँ आइपुग्यौँ किनभने साथीहरू बटुल्नु पर्ने हुन्छ नि त हाम्रो। अनि साथीहरू बटुल्दै हामी चाहिँ पुराणमा जाँदैछौँ। त्यहाँनिर बहिनी र म फोटो खिच्दै जाउँ है, ब्लग्सहरू बनाउँदै जाउँ भन्दै हामी चाहिँ दुईजना आमा छोरी है। अनि साथीहरू पनि भेट भयो। अनि हामी चाहिँ पुराण हुने जग्गा पनि पुग्यौँ नि त हामी। त्यहाँनिर हामी साथीहरूसँग यसरी फोटोहरू खिच्दै हामी चाहिँ जाँदैछौँ है। अनि हामी चाहिँ ओह्रालो जानुपर्छ नि त रोडबाट चाहिँ। त्यहाँनिर ओह्रालो जाँदै त्यहाँ पुराण लागेको जग्गामा पुगिसक्यौँ हामी चाहिँ। हेर्नुहोस् है, अब हामी तल छेत्री झोडा, यहाँ चाहिँ हामी छेत्री झोडामा चाहिँ पुराण लागेको छ नि त। अनि त्यहाँनिर चाहिँ हामी जाँदैछौँ अनि पुगी पनि सक्यो। हेर्नुहोस् फाइनल्ली हामी गएर यसो प्रवचनहरू सुनिरहेको छौँ। हामीलाई आनन्द लाग्दो रहेछ नि त है, यहाँनिर प्रवचन सुन्नु अनि भजनहरू सुन्नु। अनि हामी एकदमै रमाइलो लाग्यो हामीलाई चाहिँ। आज चाहिँ हेर्नुहोस् सबैजना आउनुभएको छ है। हेर्नुहोस् है, हामी चाहिँ पाल्साङ छेकेलिङ गुम्बा घन्टी डाँडाको तर्फबाट चाहिँ हामीले खाना पकाउनु पर्छ आजको है भनेर चाहिँ यहाँनिर हामीले बनाउँदैछौँ। अनि हामीले बनाइसकेर है हामी चाहिँ यहाँनिर सबैजना बसिरहेको छौँ। यहाँनिर अब जति पनि आउनु भएको छ है सबैलाई हामीले खुवाउनु पर्छ नि त। अनि यहाँनिर छोरी र मेरो छोरी र म चाहिँ यहाँनिर फोटो खिचेँ। अनि सबैजना आनीहरू पनि खिच्नुहुन्छ अरे नि त। अनि हामीले चाहिँ बाँड्नु सुरु गऱ्यौँ। हेर्नुहोस् फाइनल्ली अब हामीले चाहिँ बाँडिसक्नु आँटेको छौँ सबैजनालाई है। अनि मैले पनि एकदमै सघाइदिएँ पकाउनु ओर्नु, त्यहाँनिर बाँड्नु अन्त सघाउँदै। हेर्नुहोस् हामी चाहिँ त्यहाँ साथीहरूसँग गफ गर्दै है एकदमै रमाइलो हुन्छ नि त त्यति भन्दा। हेर्नुहोस् है, अब हामी चाहिँ पुराण पनि सकिसक्यो। अनि हामी चाहिँ लु फर्क्यौँ ल अब भनेर सबैजना हामी हिँड्नु थालेको साथीहरू फाइनल्ली यति भन्दा थ्याङ्क यू सो मच।